मलाई चाहिँ के लाग्छ भने यो रेप भन्ने कुरा नेपालमा यस्तो इन फ्युचरमा यस्तो कमन हुन्छ जहाँ बाटोमा गइरहेको छौँ ओइ के हुँदैछ ल्या त्यहाँ रेप हुँदैछ के हो त अब इन फ्युचरमा त्यो छुट्टै नै हाल्छ व्यवस्था छैन राम्रो कानुन छैन नेपालमा किनभने त फाँसी नै छैन यो पनि काट्ने कानुन ल्याउनु पर्छ क्या त्यो भाइको नि बुझ्नु आफै त्यो म चाहिँ यो टपिकमा भिडियो बनाउँदैन किनभने ठ्याक्कै अब अलरेडी त्यहाँ सरकारी नोट भइसकेको छ केही न केही कठोर सजाय देला नि त एटलिस्ट फाँसी नभए पनि यो त काट्छ होला नि त भने मलाई अहिलेसम्म पनि आश छ अब हेरौँ के गर्छ है सो मैले चाहिँ यो फोटो हेरेर ठ्याक्कै गर्नुपर्दा मैले यो फोटो हेरेँ अनि मलाई भिडियो बनाउन लाग्यो त्यो मुजी भाइले कसरी त्यहाँ राखेको छ अब जेलमा त राखेको छैन होला त्यो माइनर भर्खर 16 वर्षको पढेछ होइन जेलमा त राखेको छैन होला तर त्यो भाइलाई कसरी राखेको छ त्यसलाई केही गिल्टी नै फिल भएको छैन क्या कि मैले यो रेप गरेँ टक्क मैले एउटा मर्डर गरेर आएको छु मलाई केही भएकै छैन टक्क म राजा भएर यसरी नै टक्क बसिरहेको छु हाँसी बयान दिँदैछु यसरी बन्द गरौँ त्यस्तो त्यस्तो कुरा गर्दैछु रन्किने गरी पनि हालेको छैन हानेको छैन जस्तो लाग्छ मलाई क्या फेरि अब हाम्रो नेपालको कानुन 16 वर्षमा नागरिकता दिने अनि 18 वर्षमा अडल्ट हुने होइन 18 वर्षमा गर्न पाउने अरे त्यो इन्डाइरेक्टली मैले भनेको अनि 20 वर्षमा बिहे गर्न पाउने यो कस्तो कानुन टक्क मामा घरमा बसे जस्तो तपाईँ यसरी बसिरहेछ टक्क हाँसिरहेछ मैले के गरेँ मैले रेप त गरेँ रेप त गरेँ साला त्यस्तोलाई काटेर साला फ्यालिदिनु पर्ने हो क्या खासमा भन्नुपर्दा फाँसी आउनु पर्ने हो त्यस्तोमा पूर्ण हाम्रो दिदी बहिनीलाई एउटा कुरा भन्न चाहे ब्यागमा फाउन्डेसन भन्दा पनि छुरा राख्नु क्या त्यस्तो केही भयो भने अथवा के आफूलाई लाग्यो भने सिधै हानिदिने हो नडराउनु खुसी छन् रे खुसी छन् क्या शब्द याद गर्नु न खुसी छन् रे के कुरामा खुसी सरकारले के गरेर खुसी हुनलाई सजाय दियो यो काट दियो कि होइन अब उसलाई फाँसी नै दिनुपर्छ भन्ने कुरा भन्यो के कुरामा खुसी यो हो के भएको यार आफूले जन्माएको छोराछोरीलाई यदि अलिकति पनि चोट लाग्यो भने बेचारा त्यो आमालाई कति दुःख हुन्छ भन्ने कुरा होइन त्योमा चाहिँ उनीहरू चाहिँ पुरा खुसी भए क्या हामी चाहिँ खुसी छौँ अरे सरकारले गरेको निर्णयमा हामी खुसी छौँ अरे अब के कुरामा खुसी भयो भन्ने कुरा त हामीले पनि थाहा छैन सबैजनाले आफ्नो सेफ्टीको ध्यान राख्नु होला मैले चाहिँ भिडियो बनाउनको मेन उद्देश्य भनेको थियो सेफ्टीको ध्यान राख्नु होला सरकारले के गर्दैन सरकारसँग के अपेक्षा नराख्नु होला सो यस थ्याङ्क्स फर वाचिङ